है। परमेश्वरलाई महिमा भएको होस्। वचन सुन्न तयारी हुनुहुन्छ है? हामी वचन सुन्न चाहिँ एकदमै तयारी छौँ अनि तयारीका साथ आएका छौँ अनि परमेश्वरले चाहिँ आज यो दिन दिनुभयो, हामी खुसी छौँ है। वचनमा धेरै लामो समय बोल्ने छैन किनकि वचन थोरै छ है। तपाईँहरूको माझमा तपाईँहरू पनि सिक्न आउनुभएको छ, म पनि सिक्न आएको छु है। अनि हामी चाहिँ यो विषयमा सिक्नेछौँ अनि खराब समयमा हामी कसरी अगाडि बढ्ने है। खराब समयमा चाहिँ हामी कसरी अगाडि बढ्न सक्छौँ त है। हाम्रो जीवनमा कति धेरै खराबीको कुराहरू आइरहेको हुन्छ, खराब समय, खराब विचारहरू है। अनि हामी के अरे जीवनयापन गर्दा गर्दै पनि हामी कष्टनीय हुन्छ अनि त्यो कष्टनीय जीवनबाट हामीले चाहिँ छुटकारा पाउनु पर्दछ। हालेलुया। अनि खराब समयमा हामी कसरी अगाडि बढ्ने, त्यो समयमा चाहिँ अनि वचनले चाहिँ के भन्दैछ त यो कुरालाई हेर्नेछौँ। 2 तिमोथी 3:1-3 हामी हेरौँ। 2 तिमोथी 3:1-3 है। 2 तिमोथी 3:1-3 यहाँ यसो लेखिएको छ। म तपाईँहरूको निम्ति पढिदिनेछु। तपाईँहरूसँग बाइबल छ भने तपाईँहरूले पल्टाएर हेर्न सक्नुहुन्छ किनकि आखिरी है खराब समयमा चाहिँ हामी चाहिँ कसरी अगाडि बढ्न सक्छौँ त। त्यो समयमा हाम्रो जीवनमा पनि खराबी समय आइरहेको हुन्छ, त्यो समयमा चाहिँ हामी कसरी अगाडि बढ्न सक्छौँ त, यो कुरालाई चाहिँ हामी हेर्नेछौँ। अनि 3:1-3 म हेर्नेछु। तर यो बुझिराख कि आखिरी दिनहरूमा डरलाग्दो समयहरू आउनेछन्, किनभने मानिसहरू आफैलाई मात्र माया गर्ने, रुपियाँ पैसाको मोह गर्ने, घमण्डी, हठी, अरूको बदनाम गर्ने, आमा बुवाको आज्ञा पालन नगर्ने, बैगुनी र अपवित्र, स्वाभाविक प्रेरितहरूका खुसी पार्न नसकिने, अरूको भत्कुवाई गर्ने, दुराचारी, क्रूर, असल कुरालाई घृणा गर्ने है। यस्तो समयहरू पनि आउँदछ। अब यस्तो समयमा यहाँ वचनले भन्नुहुन्छ आखिरी दिनहरूमा अब डरलाग्दो समयहरू आउनेछ। त्यो समयमा चाहिँ हामीले चाहिँ कसरी जीवनयापन गर्न सक्छौँ त, कसरी अगाडि बढ्न सक्छौँ त। अनि बैगुनी, अपवित्र है त्यस्ता किसिमका कुराहरू पनि आउँदछन् हाम्रो हृदयभित्र। अनि त्यो चाहिँ के हो, एउटा खराब विचार हो। अनि के हो, दुराचारी, क्रूर, असल कुरालाई घृणा गर्ने है, राम्रै कुरालाई पनि घृणा गर्ने, त्यो चाहिँ के हो, खराब समय। हामी बुझ्न केही कुरा पनि अब हामी अरूको विरुद्धमा नराम्रो कुराहरू आयो भने हामी चाहिँ के गर्नु पर्यो त, अनि त्यो कुरालाई चाहिँ हटाउनु पर्यो। यस कारण त अनि परमेश्वरको वचनले भन्दछ आखिरी दिनहरूमा पनि खराब समय आउँदछ, त्यो खराब समयमा चाहिँ तिमीहरू अगाडि बढ्न सक भनेर चाहिँ परमेश्वरको वचनले भन्दछ। दुराचारी भनेको चाहिँ है विवाह गर्नुभन्दा अगाडि नै त्यो गरेको त्यो व्यभिचारलाई चाहिँ के भन्यो, दुराचारी भनेको छ है। अनि आखिरी दिनहरूमा चाहिँ है मानिसहरूलाई चाहिँ रुपियाँ पैसाको मोह है, रुपियाँ पैसाको मोह, त्यो विषयमा पनि यहाँ चाहिँ वचनले भन्दछ। अनि व्यवस्था 8:17-18 हेरौँ। व्यवस्था 8:17-18 अनि यहाँ चाहिँ यसो लेखिएको छ, हाम्रो हातको शक्ति र बलले नै यो धन सम्पत्ति हामीले कमायौँ भने तिनीहरूले मनमा सोचौला, तर परमप्रभु तिमीहरूका परमेश्वरलाई सम्झ, उहाँले नै तिमीहरूलाई धन सम्पत्ति प्राप्त गर्ने शक्ति, यसरी नै उहाँले तिमीहरूका पिता पुर्खासित बाँध्नु भएको करार स्थिर गर्नुहुन्छ जो आजसम्म सधैँ छ। हालेलुया। अनि हामीलाई चाहिँ के लाग्न सक्छ, हाम्रा हातको शक्ति र बलले धन सम्पत्ति हामीले कमायौँ भने तिमीहरूले मनमा सोचौला है। हामीलाई चाहिँ के लाग्दछ है, पैसा चाहिँ हामीले कमाएको हो नि त, हामीले दुःख गरेर कमाएको हो नि त है, हामीले चलाउनु पर्दछ होइन। तर त्यो कुरा चाहिँ जति तपाईँले के अरे कमाउनु भएको छ त्यो कुरा चाहिँ प्रभु लाउनुहोस्, यो कसरी तपाईँले चलाउने भनेर परमेश्वरको अगाडि हामी टक्राउनु पर्दछ। हामी परमेश्वरले त्यो कुरालाई चाहिँ चलाउनु सिकाउनुहुन्छ। हामीले चाहिँ पहिला चाहिँ परमेश्वरलाई नदिकन है, हामीसँग 1000को नोट हुन्छ र पनि पहिला बजार गएर सामान किनौँ न, अनि त्यसपछि मात्र परमेश्वरलाई दिउँ भनेर भन्नुहुन्छ। चाहे त्यो दशंश होस्, चाहे धन्यवाद भेटियोस्, चाहे जोसुकै होस्, तर हामीलाई चाहिँ के हुन्छ, पहिला चाहिँ त्यो पैसा खर्च गर्ने। तर परमेश्वरलाई नछुट्याइकन हामीले चाहिँ त्यो पैसा खर्च गरी पठाउँछौँ अनि त्यो पैसा चाहिँ त्यत्तिकै खर्च भएर सिद्धिएर जान्छ है। अनि एकजना मानिसले है के भन्यो, अनि नास्तिक व्यक्तिले चाहिँ के भन्दै थियो, अनि त्यहाँनिर चाहिँ
यो के अरे अन्न त मैले दुःख गरेर उमारेँ, अनि यो भात चाहिँ के अरे मैले अहिले के अरे यत्रो दुःख गरेर कुटेर पकाएर है यतिसम्म गरेर मैले चाहिँ खाँदैछु, अब चाहिँ परमेश्वरलाई म किन धन्यवाद दिनु त है, दुःख त मैले गरेको हो नि त भनेर भन्नुहुन्छ। तर त्यो नास्तिक व्यक्तिलाई यो याद छैन कि तर त्यो बिउ चाहिँ परमेश्वरले दिनुहुन्छ। हालेलुया। त्यो बिउ चाहिँ बिउ उमार्ने बिउ दिने चाहिँ के को हुनुहुन्छ? परमेश्वर हुनुहुन्छ। तर परमप्रभु तिमीहरूका परमेश्वरलाई सम्झ, अनि त्यो समय चाहिँ धन सम्पत्तिहरू यी यावत थोकहरू, अनि हामीले चाहिँ के गर्नु पर्यो? परमेश्वरलाई सम्झनु पर्यो, अनि पहिला चाहिँ परमेश्वरमाथि यी कुराहरू चाहिँ राख्नु पर्यो। हालेलुया। जसरी हामीले चाहिँ धन सम्पत्ति दौलतहरू पहिला चाहिँ हामीलाई चाहिँ के लाग्दछ? हामीमाथि त्यत्तिकै आएको हो, हामीले दुःख गरिकन हाम्रो मेहनतले कमाएका हौँ भनिकन हामी सोच्दछौँ है। त्यो कुरा चाहिँ यो होइन कि परमेश्वरलाई हामीलाई चाहिँ पहिला सुरुमा चाहिँ परमेश्वरलाई दिनु जरुरी छ है। हुन्छ, परमेश्वरलाई महिमा भएको होस्। अनि यो वचनबाट फिलिपी 4:11 अनि 13 पनि हेरौँ। फिलिपी 4:11। फिलिपी 4:11देखि 13सम्मलाई हेरौँ। यहाँ यसो भन्दछ, खाँचो पर्यो भनेर मैले गुनासो पोख्याएको होइन, किनभने जुनसुकै परिस्थितिमा भए पनि त्यसमा सन्तुष्ट रहन मैले सिकेको छु। कसरी होचिन र कसरी बढ्न म जान्दछु, परिपूर्णता होस् वा भोक प्यासमा होस्, प्रशस्ततामा होस् या अभावमा होस्, सबै परिस्थितिमा सन्तुष्ट रहने रहस्य मैले सिकेको छु। जसले मलाई शक्ति दिनुहुन्छ उहाँमा नै म सब थोक गर्न सक्छु। आमेन। यहाँ चाहिँ खाँचो पर्यो भनेर मैले गुनासो पोख्याएको होइन, किनभने जुनसुकै परिस्थितिमा पनि म सन्तुष्ट रहन मैले सिकेको छु। आज हामी चाहिँ के हुनु पर्यो? जुनसुकै परिस्थितिमा है, मलाई अप्ठ्यारो पर्यो, मलाई खाँचो पर्यो भनेर भौतारिने होइन, तर जस्तो सुकै परिस्थितिमा पनि खडा हुन सक्नु पर्यो। जसै हामीले याकुबको पुस्तकमा हेऱ्यौँ भने याकुब 1:9 होला सायद, त्यहाँ चाहिँ के जस्तो सुकै परिस्थितिमा पनि खडा हुन सक है। हामी चाहिँ के हुनु पर्यो? खडा हुन सक्नु पर्यो। जस्तो सुकै कुरामा पनि हामी खडा हुन सक्ने त्यो हाम्रो हृदयभित्र चाहिँ त्यो विचारहरू आउनु पर्यो। हालेलुया। कसरी होचिन म कसरी बढ्न जान्दछु, परिपूर्णतामा होस् या भोक प्यासमा है। हाम्रो जीवनमा चाहिँ भोक लागेको होस् या प्यास लागेको होस् है, त्यो खानाको कुरा होइन, तर प्यास लागेको कुरा होइन, तर परमेश्वरको वचनमा चाहिँ हामीले चाहिँ के गर्नु पर्यो है। त्यो समयमा परमेश्वरको वचनले चाहिँ हाम्रो जीवनमा कसरी काम गर्दैछ, कसरी परमेश्वरले हामीलाई चलाउँदै हुनुहुन्छ, आज उहाँको उद्देश्य अनि योजनातर्फ जानु पर्यो। आज हामीलाई चाहिँ मलाई चाहिँ यो कुरा गर्न मन लागेको थियो, यो कुरा चाहिँ भन्न मन लागेको थियो, यो कुरा गर्न मन लागेको थियो भनेर होइन, तर परमेश्वरले चाहिँ हामीलाई कसरी चलाउँदै हुनुहुन्छ, उहाँको उद्देश्य योजना चाहिँ के हो त। अनि जस्तो सुकै अवस्थामा पनि हामीले चाहिँ खडा हुन सक्नु पर्यो है। अनि यसैले त भन्दछ फिलिपी 4:13, जसले मलाई शक्ति दिनुहुन्छ उहाँमा नै म सब थोक गर्न सक्छु। शक्ति चाहिँ कसले दिनुहुन्छ? परमेश्वरले। जोडले भन्नुहोस् न, हालेलुया। है, परमेश्वरले चाहिँ शक्ति दिनुहुन्छ, अनि उहाँमा नै हामी सब थोक गर्न सक्दछौँ। अनि पहिलो तिमोथी 6:6-11, पहिलो तिमोथी 6:6-11लाई पनि हेरौँ। यहाँ चाहिँ के भन्दैछ त, अनि यो विषयमा चाहिँ हामी सिक्नेछौँ। पहिलो तिमोथी 6:6-11 है। म सँगसँगै तपाईँहरू पनि सिक्नुहोस्, बाइबलहरू खोल्नुहोस्, ताकि यो कुरालाई चाहिँ हामी जान्न सकौँ, यो कुरालाई चाहिँ बुझ्न सकौँ है। हामी चाहिँ खराब समयमा चाहिँ कसरी चाहिँ परमेश्वरमा अगाडि बढ्न सक्छौँ, यो कुरालाई चाहिँ हामी हेर्नेछौँ। हालेलुया। आउनुहोस्, तपाईँहरूको निम्ति म पाठ गरिदिनेछु, अनि थोरै कुराहरू म व्याख्या गर्नेछु। सन्तुष्टि सहितको भक्ति चाहिँ ठुलो लाभ हो। सन्तुष्टि सहितको भक्ति चाहिँ के हो? ठुलो लाभ हो है। आज हामीले चाहिँ सन्तुष्ट, हाम्रो जीवनमा चाहिँ हामी सन्तुष्ट रहन सक्यौँ भने हाम्रो जीवनमा लाभ छ। आज हामी चाहिँ सन्तुष्ट रहन सकेनौँ भने चाहिँ आज हाम्रो जीवनको केही पनि लाभ छैन। यहाँ चाहिँ परमेश्वरको वचनले चाहिँ प्रष्ट भन्दछ, किनकि हामीले न त यस संसारमा केही ल्यायौँ, न यस संसारबाट केही लैजान सक्छौँ है। हामी चाहिँ यो संसारमा चाहिँ हामीले
जे कुरा पनि है हामी चाहिँ के अरे किनकि हामीले यस संसारमा के ल्यायौँ त केही पनि ल्याएका छैनौँ र केही पनि लैजाने छैनौँ है। यो चाहिँ वचनले प्रष्ट भन्दछ तर खाना लाउन छ भने हामी त्यसैमा सन्तुष्ट हुनेछौँ है। जे कुरा चाहिँ परमेश्वरले हामीलाई खानको निम्ति दिनुभएको छ अनि जे कुरा चाहिँ परमेश्वरले हामीलाई लाउनको निम्ति दिनुभएको छ त्यो कुरामा चाहिँ आज हामी सन्तुष्ट रहनुपर्छ है। आज हामीलाई चाहिँ यो थोक खान मन लागेको थियो, यो थोक पिउन मन लागेको थियो, यो थोक लाउन मन लागेको थियो है। अनि आज चाहिँ मैले यस्तो दर्शन देखेको थियो अनि भनौँ न अब मेरो श्रीमतीलाई चाहिँ के अरे खानाको एकदमै के अरे इच्छा हुन्छ अनि त्यो चाहिँ एउटा फल थियो है। उसले चाहिँ के अरे भनौँ न त्यो फल पाकेको थिएन र पनि उसले चाहिँ त्यो फल के गर्यो टिपेर ल्यायो अनि उसले चाहिँ आधा खायो आधा चाहिँ मलाई दियो है। मैले त्यो फल खाएँ अनि अहिले तलतिर आएर के भयो वाद विवाद झगडा खैला बैला मचियो है। त्यो चाहिँ के थियो त अनि त्यही कुरा जुन हामी सेवामा गएका थियौँ त्यही कुरा भएको थियो। अनि त्यो दर्शन चाहिँ एकचोटि मात्र होइन बार 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 रातभरि है 12 बजे म कामले थाकेको कारणले गर्दाखेरि होला है मैले के अरे 10 मिनट पनि के अरे प्रार्थना गर्न सकिनँ। अनि के अरे बिहान पख मलाई लाग्दै थियो 10 मिनटमा मैले कति प्रार्थना गरेँ होला त है। 10 मिनटमा कति प्रार्थना हुन्छ र है। केही नभए पनि अरू राम्रो समयमा 40 मिनट 45 मिनट है अनि त्यति लामो समय प्रार्थना गर्ने व्यक्ति मैले 10 मिनटमा कति प्रार्थना गरेँ होला भन्ने त्यो मनमा चाहिँ लागिरहेको थियो। अनि त्यो लाग्दै गर्दाखेरि चाहिँ त्यो दर्शन चाहिँ के अरे मैले बिर्सिसकेको थियो र फेरि पनि एकचोटि ठ्याक्कै याद आयो। अरू केही पनि कुरा देखेको थिइनँ, मैले त्यति कुरा मात्रै देखेको थियो है। अनि यस कारण त अनि हामी खाने कुरामा पनि लाउने कुरामा पनि हरेक कुरामा के हुनुपर्छ सन्तुष्ट हुनुपर्दछ। हालेलुया। तर यहाँ चाहिँ 9ले भन्दछ तर धनी हुने इच्छा गर्नेहरू परीक्षामा पर्नेछन् है। धनी हुने इच्छा चाहिँ गर्ने व्यक्तिहरू चाहिँ के हुनेछन् परीक्षामा पर्नेछन्, पासोमा फस्छन् र धेरै अर्थहीन र दुःखदायी इच्छाहरूमा डुब्छन् जसले मानिसहरूको बर्बादी र सर्वनाशमा डुबाउँछ है। धनी के अरे धन दौलत है के अरे कमाउने नकमाउने हो। तर त्यो समयमा चाहिँ हामीलाई चाहिँ त्यो धन अझै धनी हुन पाए हुन्थ्यो, अझै मसँग पैसा भएको भए मलाई यस्तो गर्न पाए हुन्थ्यो। तर यो नसोचौँ त्यो कुराले चाहिँ हाम्रो जीवनलाई चाहिँ बर्बादीतर्फ लैजान्छ। हालेलुया। जसले भन्छ किनभने रुपियाँ पैसाको मोह नै सबै किसिमको खराबीको जड हो है। रुपियाँ पैसा अनि हामी कसैसँग पैसा माग्दछौँ अनि कसैले पैसा दिँदैन अनि नदिएको कारणले गर्दाखेरि चाहिँ त्योसँग चाहिँ मैले योसँग मलाई यति पैसा चाहिएको थियो यसले दिन सकेन, आज चाहिँ के अरे म अब योसँग यस्तो सम्बन्ध राख्दैन, यो जतासुकै जाओस् जस्तोसुकै गरोस् त्यस्तो किसिमको के अरे मानिसहरूमा त्यो जड चाहिँ के अरे रुपियाँ पैसाले ल्याउँदछ। पैसाको लोभमा परेर कोही विश्वासबाट कुमार्गतिर लागेका छन् र धेरै पीडाले तिनीहरू हृदय घुचेको छ है। पैसाको लोभमा परेर आज धेरै व्यक्तिहरू चाहिँ कुमार्गतर्फ है अनि नराम्रो काम गरी पठाउँदछन्, नराम्रो विचारहरू गरी पठाउँदछन् अनि है। अनि त्यो उनीहरूको विश्वास चाहिँ के भयो अब रुपियाँ पैसाको मोहले गर्दा चाहिँ नराम्रो कामतर्फ गयो। नराम्रो काम गरिकन उनीहरूले के गर्न थाले पैसा कमाउन थाले अनि वचनलाई चाहिँ व्यापार तुल्याउन थाले अनि त्यो चाहिँ के भयो अनि कुमार्गतिर गयो। धेरैले अनि यस कारण त आज तिनीहरू चाहिँ दुःखमा छन्, कष्टमा छन्, उनीहरूको पीडाले चाहिँ आज घोचेको छ, दुःख ल्याएको छ, कष्ट ल्याएको छ। अनि 11 पदले भन्दछ है तर परमेश्वरका जन तिमीले यी सबै त्याग र धार्मिकता भक्ति विश्वास प्रेम स्थिरता नम्रताको लक्ष्य राख। केसको लक्ष्य राख्नु पर्यो त आज हामीले नम्रताको लक्ष्य राख्नु पर्यो, धार्मिकताको भक्ति विश्वास अनि प्रेम अनि स्थिरता अनि यो कुराको चाहिँ हामीले लक्ष्य लिएर गर्नु पर्यो। अनि यस कारण त हामी खराब समयलाई चाहिँ हामी जित्न सक्छौँ। नत्र त भने त हामी रुपियाँ पैसा है आफ्नै इच्छा आफ्नै योजनामा हिँड्यो भने त हामीले चाहिँ के गर्दछौँ त है हाम्रो जीवनलाई चाहिँ खराब मार्गतिर कुमार्गतर्फ जान्छौँ। यस कारण हामी स्थिरता पाउन सक्दैनौँ है। अनि हामीलाई चाहिँ खाँचो परिरहेको हुन्छ अनि खाँचो परिरहेको कारणले अनि हामी चाहिँ अर्कै मार्गतिर जान्छौँ अनि हामीलाई पैसा हुँदैन अनि त्यो कुराले चाहिँ हामीलाई अर्कैतर्फ तानी लैजान्छ है। अनि यस कारण त परमेश्वरको वचनले भन्दछ अनि यो कुरालाई त्याग अनि स्थिरता र नम्रताको लक्ष्य राख है। अनि हामीले चाहिँ स्थिरता राख्नु पर्यो त्यो समय पनि
त्यो लक्ष्य राख्नु पर्यो, परमेश्वरमा अघि बढ्ने लक्ष्य राख्नु पर्यो, परमेश्वरको योजनालाई बुझ्ने लक्ष्य राख्नु पर्यो। हालेलुया। आमेन। भन्नुहोस् हामी हिब्रू 13 को 5 देखि 8 सम्मलाई हेरौँ। हिब्रू 13 को 5 देखि 8 यी विषयलाई लिएर यहाँ वचनले चाहिँ के भन्दैछ त है, हामी सबैजना सिक्नेछौँ, हामी सिक्न आएका छौँ, यो समय हामी सिक्दैछौँ है। यो कुरालाई चाहिँ हामीले बुझिराख्नु जरुरी छ। तपाईँहरू ननिदाउनुहोस् है, अल्छी नहुनुहोस्, बाइबललाई हेर्नुहोस् है। यहाँ चाहिँ वचनले भन्दछ हिब्रू 13 को 5 देखि 8 तिमीहरूको जीवन रुपियाँ पैसाको मोहबाट अलग राख, तिमीहरूसँग भएका कुरामा सन्तुष्ट बस, किनकि उहाँले भन्नुभएको छ म तिमीहरूलाई कुनै रीतिले छोड्ने छैन, म तिमीहरूलाई त्याग्ने छैन है। यहाँ चाहिँ तिमीहरूको जीवन, हाम्रो जीवन चाहिँ तिमीहरूको जीवन है। तपाईँहरूलाई मात्र भन्न खोजेको होइन, यो वचन चाहिँ के अरे मलाई पनि हो। रुपियाँ पैसाको मोहबाट अलग राख, हाम्रो जीवनलाई चाहिँ रुपियाँ पैसा धन दौलत यावत कुराहरूबाट चाहिँ हामीले चाहिँ के गर्नु पर्यो, हाम्रो जीवनलाई नै अलग राख भनेर भनेको छ। तिमीहरूसँग भएका कुरामा सन्तुष्ट बस है। हाम्रो जीवनमा चाहिँ परमेश्वरले के कुरा दिनुभएको छ है, यी कुराहरूमा चाहिँ हामी चाहिँ के हुनु पर्यो, सन्तुष्ट रहनु पर्यो है। मसँग जे छ म खुसी छु। आजको दिन चाहिँ परमेश्वरले है हामीले चाहिँ जति जे गरे पनि कराए पनि आजको दिनभरि है परमेश्वरले आजको दिन चाहिँ जस्तो तपाईँलाई दिनुभएको छ त्यही कुरामा सन्तुष्ट हुनुहोस्। आज चाहिँ परमेश्वरले मलाई यो कुरा दिनुभएको छैन, मैले यो कुरा चाहेको थिएँ भनिकन चाहिँ यो कुरालाई चाहिँ नखोज्नुहोस्। जस्तो जीवन छ, जस्तो उहाँले तिनीहरूमा भएको कुरा जे तपाईँहरूमा छ त्यो कुरामा चाहिँ सन्तुष्ट रहनुहोस्, किनकि उहाँले भन्नुभएको छ तिमीहरूलाई म कुनै रीतिले छोड्ने छैन है। आज उहाँले चाहिँ कुनै रीतिले म तिमीहरूलाई छोड्ने छैन भनेर भन्नुभएको छ है। परमेश्वरले आज छोड्नुहुन्न, म तिमीहरूलाई त्याग्ने छैन, अनि उहाँले म तिमीहरूलाई त्याग्ने पनि छैन, छोड्ने पनि छैन भनेर चाहिँ यहाँ चाहिँ परमेश्वरको वचनले भन्दछ। हालेलुया। यसकारण त निर्धक्क भएर हामी भन्दछौँ प्रभु मेरा सहायक हुनुहुन्छ, म डराउने छैन, मानिसले मलाई के गर्न सक्छ र है। यसकारण त हामी निर्धक्क भएर भन्दछौँ है। हामी के परमेश्वर चाहिँ मेरो साथमा हुनुहुन्छ, मलाई चाहिँ कसले के गर्न सक्छ र भनिकन हामी भित्र त्यो अनि विश्वास आउँदछ है। हामी चाहिँ जब मसँग जे छ त्यो कुरामा चाहिँ हामी सन्तुष्ट भइकन बस्दछौँ, त्यो कुरामा सन्तुष्ट भइकन बस्दछौँ अनि परमेश्वरको वचनले भन्दछ। अनि जब हामी सन्तुष्ट भइकन बस्दछौँ अनि परमेश्वरले कुनै रीतिले म तँलाई छोड्ने छैन भनेर भन्नुहुन्छ। जब हामी हाम्रो जीवनमा चाहिँ सन्तुष्ट भइकन रहँदछौँ अनि परमेश्वरले अनि त्यसपछि म तँलाई त्याग्ने छैन भनेर भन्नुभएको छ है। यसकारण त हामी डराउने छैनौँ। अनि तल भन्दछ आफ्ना अगुवाहरूको सम्झना राख है, आफ्ना अगुवाहरूलाई पनि सम्झ्यौ भनेर चाहिँ वचनले भन्दछ। जसले परमेश्वरको वचन तिमीहरूलाई सुनाएर तिनीहरूका जीवनको परिणामलाई ध्यान देऊ र तिनीहरूका विश्वासको अनुकरण गर। येशू ख्रीष्ट हिजो आज अनि सदा सर्वदा एक समान हुनुहुन्छ। हालेलुया। अनि हामीले चाहिँ के गर्नु पर्यो, आफ्ना अगुवाहरूको सम्झना राख्नु पर्यो जसले परमेश्वरको वचन तिनीहरूलाई सुनाए। हाम्रो पास्टर बुवाले हाम्रो जीवनमा चाहिँ कति वचन सुनाउनु भयो हाम्रो यो वर्षमा है। तपाईँहरू म चाहिँ यहाँ आएको 3 वर्ष भयो, 3 वर्षमा मेरो पास्टर बुवाले कति वचन मलाई सुनाउनु भयो होला। तर यी वचन सुनाउँदा आज म यहाँसम्म पुगेको छु है। परमेश्वरले मलाई यहाँसम्म पुर्याउनु भएको छ। अनि तिनीहरूका जीवनको परिणामलाई ध्यान दियो है। आज हामीले पनि पास्टर बुवाको जीवनलाई हेरिकन चाहिँ हामी अगाडि बढ्नु पर्दछ यहाँ। यसकारण त भन्दछ परमेश्वरको वचनलाई सुनाए। कसले सुनाए त? हाम्रो अगुवाले सुनाए। उहाँहरूलाई पनि सम्झना गर्नु पर्यो, तिनीहरूको जीवनको परिणामलाई के गर्नु पर्यो, ध्यान दिनु पर्यो अनि तिनीहरूका विश्वासको अनुकरण गर्नु पर्यो है। उहाँले चाहिँ उहाँको विश्वासले चाहिँ उहाँको जीवनलाई चाहिँ कति अगाडि बढाएको छ त त्यो कुरालाई हेर्नु पर्यो है। यसकारण त येशू ख्रीष्ट हिजो आज अनि सदा एक समान हुने परमेश्वर हुनुहुन्छ। आमेन। येशू ख्रीष्ट हिजो पनि जीवित हुनुहुन्थ्यो, आज पनि जीवित हुनुहुन्छ। आमेन। हालेलुया। परमेश्वरलाई महिमा भएको होस्। अनि कलसी 3 को 5 लाई पनि हेरौँ। कलसी 3 को 5 ले भन्दछ, तपाईँहरू पल्टाउन सक्नुहुन्छ, तपाईँहरूसँग बाइबल खोलिराख्नुहोस् है। अनि यसकारण तिमीहरू जो सांसारिक स्वभावका कुराहरू छन् तिनीहरूलाई मार। व्यभिचार, अशुद्धता, कामुकता, खराब इच्छा, लोभ र मूर्ति पूजा हो है। यसकारण यी कुराहरूलाई चाहिँ खराब समयमा अगाडि बढ्नको लागि चाहिँ हामीले के गर्नु पर्यो, यो संसारिक कुरालाई चाहिँ त्याग्नु पर्यो।
ती स्वभावहरूलाई चाहिँ त्याग्नु पर्यो र ती कुराहरूलाई चाहिँ मार्नु पर्यो है। व्यभिचार है, व्यभिचारलाई त्यो व्यभिचार भनेको त्यो शारीरिक व्यभिचार मात्र होइन है, हाम्रो विचार त्यो खराब विचार नै त्यो एउटा के हो, व्यभिचार हो है। अनि अशुद्धता हाम्रो हृदयलाई चाहिँ हाम्रो जीवनमा चाहिँ अशुद्ध ल्याउने कुरा के छ त, त्यो कुरालाई चाहिँ हामीले चाहिँ हटाउनु पर्यो। काममुक्ता, खराब विचार अनि खराब इच्छा र लोभ है, लोभ चाहिँ के रहेछ त, यो सबै कुराहरू मूर्ति पूजा हुन्। अनि यी कुरालाई चाहिँ हामीले चाहिँ के गर्नु पर्यो, त्याग्नु पर्यो। हालेलुया। खराब समयमा चाहिँ हामीले चाहिँ यी कुरालाई चाहिँ बुझ्नु जरुरी छ, यी कुराहरूलाई चाहिँ जान्नु जरुरी छ। अनि कि हामी खराब समयमा चाहिँ विजय हुनको लागि, अगाडि बढ्नको लागि चाहिँ के गर्नु पर्यो, यी कुराहरूलाई चाहिँ त्याग्नु पर्यो। आमेन। अनि एफिसी 5 को 15 देखि 17 मा चाहिँ के भनेको छ त, यो कुरालाई पनि हेरौँ। एफिसी 5 को 15 देखि 17 सम्म म तपाईहरुको निम्ति पाठ गरिदिनेछु। यसैले कसरी हिँड्छौ, ध्यानसँग हेर, निर्बुद्धि मानिस जस्तो होइन तर बुद्धिमान जस्तो। समय पुरा सदुपयोग गर, किनकि दिन खराब छ। यसकारण मूर्ख नहो तर प्रभुको इच्छा के छ सो बुझ। आमेन। यहाँ चाहिँ वचनले प्रष्टै भनेको छ, यसैले कसरी हिँड्छौ, ध्यानसँग हेर है। तपाईहरुले चाहिँ तपाईहरुको जीवनलाई चाहिँ कसरी हेर्दै हुनुहुन्छ, अनि के अरे तपाईहरुको जीवनमा चाहिँ त्यो बोल्दै गर्दाखेरि त्यो जीवनमा के अरे हिँड्ने कुरामा मात्रै होइन, बोल्ने कुरामा है, तपाईहरु संगत गर्ने कुरामा त्यो कुरालाई चाहिँ हेर भनेर भन्दछ। निर्बुद्धि जस्तो मानिस जस्तो होइन रे, त्यो बुद्धि नभएको मानिस जस्तो होइन रे, तर बुद्धिमान जस्तो हो रे है। कस्तो हुनु पर्यो हामी त, बुद्धिमान जस्तो। बुद्धिमान व्यक्ति कस्तो हुन्छ, उपदेशको पुस्तकले भन्दछ, बुद्धिमान व्यक्ति चाहिँ के हुन्छ, चुप बस्छ। मूर्ख मानिस चाहिँ के गर्छ, प्यार 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 गरेर कराउँछ भनेर चाहिँ वचनले प्रष्ट भन्दछ। हालेलुया। आमेन है। अनि यसकारण त यहाँ तल 16 ले भन्दछ, समयको पुरा सदुपयोग गर। समयलाई चाहिँ के गर्नु पर्यो, सदुपयोग गर्न थाल्नु पर्यो है। हामी खराब समयमा समय कम हुन्छ र पनि हामी यताउता भौतारी हिँड्यो भने के हुन्छ, त्यो समय बिति जान्छ। यसकारण हामी समयको पुरा सदुपयोग गर्नु पर्यो, किनकि दिन खराब छ है। अनि पहिला नै अनि 2 तिमोथी 3 को 1 ले भने आखिरी दिनहरुमा डरलाग्दो समयहरू आउनेछन् भनेर भन्दछ। यसकारण त अनि खराब यो दिन, यो समय चाहिँ के छ, खराब छ। यसै कारण मूर्ख नहो तर प्रभुको इच्छा के छ सो बुझ। हामी चाहिँ के हुनु हुँदैन, मूर्ख हुनु हुँदैन। हालेलुया। आमेन। हामी चाहिँ के हुनु हुँदैन, मूर्ख हुनु हुँदैन। भन्नुस् त, मूर्ख हुनु हुँदैन। अनि प्रभुको इच्छा के छ सो बुझ्ने हुनु पर्दछ। हालेलुया। आमेन। आउनुहोस् हामी अन्तिम वचनतर्फ आएका छौँ। पहिलो पत्रुस 1 को 24 ले के भन्छ, हामी यो कुरालाई हेर्नेछौँ। पहिलो पत्रुस 1 को 24-25 लाई नै हेर्नेछौँ हामी। परमेश्वरले आज हामीलाई चाहिँ केसँग तुलना गर्नुभएको छ, घाँससँग। मानिस चाहिँ के हो, घाँस जस्तै हो भनेर चाहिँ यहाँ चाहिँ के भन्दैछ, वचनले भन्दैछ। हालेलुया। अनि किनकि सबै प्राणी घाँस जस्तै हुन्, तिनका सबै गौरव घाँसका फूल जस्ता। घाँस ओइलाइहाल्छ र फूलहरू के गर्छ, झरिहाल्छ है। यो हामी चाहिँ के हो, एउटा के अरे घाँससँग तुलना गर्नुभएको छ परमेश्वरले। धेरै कुरासँग परमेश्वरको वचनमा चाहिँ हामीलाई चाहिँ तुलना गरिएको छ। मानिस चाहिँ के हो, घाँस जस्तै हो र घाँसका फूलहरू के हुन्छ, एकछिन के अरे पक्रिन्छ अनि त्यो चाहिँ के हुन्छ, ओइलाइहाल्छ। तर हामी ओइलाइहाल्ने होइन, र परमेश्वरको जीवन, परमेश्वरले दिनुभएको जीवनलाई चाहिँ सदा सर्वदा अगाडि बढिकन अगाडि सर्ने व्यक्ति हुनुपर्छ। तर प्रभुको वचन सदा सर्वदा रहिरहन्छ। अनि तिमीहरूका प्रचार गरिएका सुसमाचारको वचन यही हो है। परमेश्वरको वचन चाहिँ है सदा सर्वदा रहिरहन्छ है। तर हामी चाहिँ के हो, केही समय त्यो घाँस जस्तै हौँ, जो चाहिँ त्यो फुल जसरी ओइलाउँछ। हालेलुया। आउनुहोस् हामी अन्तिम वचन हेर्नेछौँ। 2 तिमोथी 2 को 23 देखि 25 सम्म। अनि हामी चाहिँ खराब समयमा अगाडि बढ्न चाहिँ के हुनु पर्दछ, हामी चाहिँ झगडालु हुनु हुँदैन भनेर चाहिँ अब वचनले भन्दछ। अनि परमेश्वरको जन चाहिँ अनि परमेश्वरको छोराछोरी चाहिँ झगडालु हुनुहुन्छ कि हुँदैन, अनि यो विषयलाई पनि यहाँ चाहिँ प्रष्ट भन्दैछ है। अनि यो अन्तिम वचन। अनि
है। यहाँ चाहिँ यसो भन्दछ 2 तिमोथी 2:23-25सम्म, तर मूर्ख र बेहुस समाजका सवाललाई के गर, इन्कार गर। तिमी जान्दछौ यिनीहरूबाट झगडा हुन्छ है। हामी जान्दछौँ यो कुराहरूबाट झगडा हुन्छ भन्ने थाहा पाए पनि हामीलाई बोल्न मन लाग्छ, त्यही गर्न मन लाग्छ है। अनि प्रभुको सेवक झगडालु हुनु हुँदैन, तर हरेकको लागि दयालु, योग्य, शिक्षक, सहनशील र नम्रता साथ आफ्ना विरोधीहरूलाई सुधार्ने पर्दछ र सायद परमेश्वरले तिनीहरूलाई पश्चाताप गर्ने सत्यतालाई बुझ्ने मन दिनुहुनेछ। हालेलुया। सायद हामी चाहिँ यो चाहिँ झगडालु नभए अनि हामी चाहिँ दयालु अनि योग्यको शिक्षक सहनशील भयो भने चाहिँ है, उहाँले चाहिँ आफ्ना विरोधीहरूलाई सुधार्ने हुनुपर्दछ। हामी चाहिँ के हुनुपर्छ? झगडा गर्ने हुने कि विरोधीलाई सुधार्ने हुने? विरोधीलाई सुधार्ने हुनुपर्दछ। हालेलुया। परमेश्वरलाई महिमा भएको होस्। हामी परमेश्वरका जन चाहिँ कस्तो हुनुपर्दछ? अनि नम्रता हुनुपर्दछ, दयालु हुनुपर्दछ, कोमल मनको हुनुपर्दछ। अनि यस कारण त हामी चाहिँ अरूलाई चाहिँ शिक्षा दिने शिक्षक हुनुपर्दछ है। अनि जसै है यो कुरालाई चाहिँ हामीले बुझिराख्नु पर्दछ। हामी कापीमा लेख्छौँ अनि हामी मोबाइल हेर्छौँ। एउटा कुरा तपाईँहरूले बाइबल चाहिँ मोबाइलमा हेर्नुहुन्छ अनि यो विषयमा पनि है, यहाँ चाहिँ अब भनौँ धेरै कुराहरूको भविष्यवाणी भइसक्यो। यो कुराहरू यो यहाँको खण्ड होइन र पनि आमोस 8:12लाई गइकन हेर्नेछौँ हामी है। आमोस 8:12 तपाईँहरू बाइबल हेर्ने बानी बसाउनुहोस् है। यहाँ चाहिँ यस्तो कुरा लेखेको छ, तपाईँहरूले चाहिँ आमोस 8:12 यस्तो कुरा लेखेको छ। 8:11-12लाई म तपाईँहरूको निम्ति पढ्नेछु। परमप्रभु परमेश्वर भन्नुहुन्छ, यस्ता दिनहरू आउनेछन् जब म देशमा अनिकाल ल्याउनेछु, जुन चाहिँ अन्नको अनिकाल, न पानीको न तिर्खाको, तर परमप्रभुको वचनको तिर्सनाको अनिकाल हुनेछ है। कसको अनिकाल हुनेछ त? परमेश्वरको वचनको अनिकाल हुनेछ है। त्यो भोगको होइन, त्यो त्रासको होइन, तर अन्नको पनि होइन, तर के हुनेछ? परमप्रभुको वचनको सुन्ने तिर्सनाको अनिकाल। यसरी वचन सुन्ने समय पनि तपाईँहरूसँग अनिकाल हुनेछ। त्यो समय चाहिँ परमेश्वरले बताउँदै हुनुहुन्छ। मानिसहरू परमप्रभुको वचनको खोजीमा एक समुद्रदेखि अर्को समुद्र र उत्तरदेखि पूर्वसम्म धर्मराउँदै हिँड्नेछन्, तर तिमीहरूले त्यो पाउने छैनौ है। मानिसहरू चाहिँ के हुनेछ? एउटा समुद्रदेखि अर्को समुद्रसम्म जाँदासम्म पनि त्यो मानिसहरूले वचन बोलेको चाहिँ के हुने छैन? सुन्न पाउने छैनन्। त्यो वचन चाहिँ तिनीहरूले भेटाउने छैनन् भनिकन यहाँ चाहिँ वचनले भन्दछ। यसकारण हामीले चाहिँ बाइबलको अध्ययन चाहिँ गर्नु जरुरी छ। बाइबल चाहिँ हेर्नु जरुरी छ है। हामी चाहिँ कति मोबाइल हेर्छौँ, तर पनि हामीले चाहिँ यो समय लाग्छ हामीले चाहिँ के अरे बाइबल चाहिँ एकदमै कम हेरेको जस्तो लाग्छ मलाई पनि। भनौँ न अब यसरी के अरे वचनको बारेमा विश्लेषण गर्न आउँछ, व्याख्या गर्न आउँछ र पनि अझै पनि मैले चाहिँ वचन हेर्नुपर्ने हो, अझै चाहिँ वचन सिक्नुपर्ने हो भन्ने कुरा चाहिँ लागिरहेको हुन्छ, तर हेर्न सकिरहेको हुँदैन। र पनि हामीले चाहिँ के गर्नु पर्दो रहेछ त? वचनलाई चाहिँ के गर्नु पर्यो? सँगालेर राख्नु पर्यो। त्यो किताबमा होइन, कापीमा होइन, मोबाइलमा होइन, तर हाम्रो कहाँ? हृदयमा। हालेलुया। हुन्छ। परमेश्वरलाई धन्यवाद भएको होस्। कतिजनाले यो कुराहरूबाट सिक्नु भएको छ, तपाईँहरूले यो कुराहरूलाई ज्ञान लिनुभएको छ, तपाईँहरूले बुझिराख्नुहोस् है। आखिरी दिनहरूमा चाहिँ हामीलाई चाहिँ डरलाग्दो समयहरू आउनेछन्। त्यो डरलाग्दो समयमा चाहिँ जित्नको लागि हाम्रो है धन सम्पत्ति लोभ लालच यावत कुराहरूबाट चाहिँ के हुनु पर्यो? अलग गर्नु। हालेलुया। अनि हाम्रो जीवनलाई चाहिँ अशुद्ध अपवित्र है अनि लोभ लालच ईर्ष्या हरेक कुराबाट चाहिँ कहाँ राख्नु पर्यो? अलग राख्नु पर्यो। हालेलुया। परमेश्वरलाई महिमा भएको होस्। अनि यो वचनबाट जतिजनाले सुन्नुभयो अनि परमेश्वरले आशिष दिनुभएको होस्। अनि हुन्छ। फेरि पनि सबैजनालाई जय मसीह। यो समय म हाम्रो सञ्चालिका बहिनीलाई दिनेछु।